बालेनको वरिपरि विदेशी छन्, त्यति बुझ्नु न कुरो। ओलीको भन्दा खतरा गर्दैछन्। बालेनलाई त बनाएर ल्याएको हो नि भाइ, 2019मा तयार गरेको। बालेनलाई बोल्न दिँदैन। त्यही भएर आज जुन सर्वत्र चर्चा छ नि स्वप्ना मल्ल प्रधानको, त्यो चाहिँ प्रधान न्यायाधीश हुँदा पनि पाउनु हुँदैन थियो। कुरो बुझ्यो होइन? प्रधान न्यायाधीश हुँदा एउटा सेवा सुविधा पाइन्थ्यो होला, बाँचिन्जेल। अब कति नै बाँच्नुहुन्छ र? तर झन् डटेर अब 3 वर्ष छ नि, अब डटेर वरिष्ठ न्यायाधीश हो तपाईँकोमा आएको। तपाईँहरूले जति यो दुर्गाप्रसादलाई एउटा फनी, एउटा कमेडी, एउटा के भने मजाकको रूपमा उडाउँछ नि, तपाईँहरूभन्दा 1000 गुणा दिमाग त्यो लेभलमा लिएर हिँड्ने मान्छे हो क्या। म सपोर्ट गरेँ होइन, यिनको सपोर्टर पनि होइन है, तर यिनको माइन्डसेट भनेको छ नि, अहिलेको जति पनि उठेका नेताहरूले के क्रममा कति पाइला चल्दैछ र यो पाइला चलाउनेमा कसले मद्दत गर्दैछ, यो पाइला कतिसम्म टिक्नेवाला छ र यो पाइला भोलि कहाँ गएर टुङ्गिनेवाला छ, यो सब टोटल रूपमा यसको रिसर्च गर्छ यिनको दिमागले। त्यत्तिकै यत्रो 400-500 जना युवाहरू यिनले पालेर राखेको छैन है। यत्रो अरबौँको यिनको सम्पत्ति त्यतिकै भएको होइन। धेरैले विरोध गरे, धेरैले आलोचना गरे, धेरैले मजाक बनाए यिनलाई होइन। तर मैले देखिरहेको अहिलेसम्म मैले 10 वर्षदेखि यो मान्छेको रिसर्च गरिरहेको छु म आफै है। म आफै खोजी नीति गरिरहेको छु यो मान्छेको होइन। यति पावरफुल छ दिमाग होइन। यिनको काम भनेको छ नि, यो नेतागिरीहरू जति पनि उठेर आएको छ नि अहिले राजसरकार यो कन्ट्रीको, यिनीहरूको रिसर्च गर्ने यिनको रातभरिको काम हो। कुरा छोडिदिनु न, तपाईँ हामी जस्तो हो र दिनभरि काममा गएर आएर राति भएपछि यसो मोबाइलमा स्किप गरेर यिनको त्यो भिडियो हेरेर कमेन्टमा ठ्याक्कै हा गरेर फनी टाइपको कमेन्ट पठाएको जस्तो होइन त। हामीले जे यिनले टाइपले भनिरहेछ नि यो कुरा सत्यता हो नि, फेरि यति कुरा 100% यहाँ दिमागमा चाहिँ लिएर राख। नेपालीहरू तिमीहरू अहिले पनि गोललाडे जस्तो त्यो दिमाग लिएर नहिँड, त्यो बुद्धु दिमाग लिएर नहिँड। संसार कहाँ पुगिसक्यो? हामीभन्दा 20 वर्ष पहिलाको देश अहिले 20 वर्ष पछाडि कहाँ पुगिसक्यो? कमन दिमाग लगाऊ न। यो मान्छेलाई हेरेर पनि बुझ्न सकिन्छ क्या, दुर्गाप्रसाद नाम थाहा होला नि त सबैलाई।